तिमी खुसी थियौ जबसम्म तिमीले अरूको लाइफ देखेन। 10 वर्ष मेहनत गरेर तिमीले आफ्नो ड्रिम कार क्रेटा घर लिएर आयो। त्यो दिन तिमी एकदम प्राउड फिल गरिरहेको छौ। लाइफमा कुछ एचिभ गरे जस्तो लागिरहेछ। अन्त त्यति बेला तिमीले देख्छौ तिम्रो छिमेकीले फर्चुनर लिएर आएछ। अब अचानकमा तिम्रो त्यो 10 वर्षको मेहनत चाहिँ काफी नभएको जस्तो लाग्न थाल्यो। 10 वर्षको मेहनत चाहिँ एउटा फर्चुनरले सानो बनाइदियो। अब तिमी खुसी छैनौ। तिम्रो लाइफ हाउडे छ भनेर होइन है, किनभने अरूको लाइफ झन् राम्रो देख्यो। त्यो नै हो ट्र्याप। जहिले पनि तिमीले कोही न कोही तिमीभन्दा अगाडि र तिमीभन्दा बेसी पैसावाला मान्छे भेट्छै भेट्छ। तिमीले कम्पेयर गरिबस्यो भने तिमीले चाहे लाइफमा जति पनि एचिभ गर कहिले पनि पुग्दैन। त्यसले गर्दा आफ्नो लाइफ अरूसँग कम्पेयर गर्नु छोडिदेऊ। किनभने पिस भनेको बेसी कमाउनुमा हुँदैन। आफूले जति कमाएको छ त्यसमा सेटिस्फाई हुनुमा हुन्छ।